हेल्दी लिभिङ नेपालको के रहेछ यो छोरा डिटक्स के भन्छ यो चाहिँ नि डिटक्स फुड प्याच को प्रयोग गर्ने क्रममा आमाबाट चाहिँ नि यो सुरु गरौँ भन्दा अब यसको प्रयोगको प्रक्रिया के छ यसलाई यसरी च्यात्ने यसरी च्यातिसकेपछि यो दुईटा भयो डिटक्स भेस्टिज कम्पनीको रहेछ यो भेस्टिज कम्पनीको भेस्टिज भनेपछि यो इन्डियन कम्पनीको डिटक्स फुड प्याच यो लगाएपछि शरीरको हाम्रो शरीरभित्र मुटु कलेजो फोक्सो आन्द्राहरूमा भएको जुन विषाक्त चिजहरू निकोटिनहरू छ त्यो सबै खुट्टाको पैतालाबाट बाहिर आउने जुन प्रविधि छ एक्युपन्चर प्रविधि त्यसबाट चाहिँ हामीले आज प्रयोग गर्ने जमर्को गर्दैछौँ। ल यसभन्दा अघि हामीले लगाइएको अवस्था होइन पखै छोरा। अब यसको खास सिद्धान्त भिडियोहरु सर्टकट गर न। यसलाई यो बाहिर पर्न पर्यो यो भित्र पर्न पर्यो यसलाई यहाँबाट यसरी यसलाई फेरि हामीले यसरी यहाँबाट अड्काइयो हैन यो प्रविधिबाट भनेपछि यसरी लगाए पनि भयो नभए हामीले जस्तो यसलो डिटक्स फुड प्याच शरीरमा भएको टक्सिन निकाल्नको लागि यही प्रक्रियाबाट यसो हैन कि यसो यही हो नि छोरा। ल हेल्दी लिभिङ नेपालको टक्सिन शरीरमा भएको टक्सिन एक्युपन्चर प्रविधिबाट बाहिर निकाल्ने जुन यो खुट्टाको पैतालामा लाउने डिटक्स फुड प्याच यो जुन छ यो आज आमाको पैतालामा लगाएर परीक्षण गरिँदैछ। अब भोलि चाहिँ नि यो चाहिँ बाँच्ने हुँदैन यसबाट एकप्रति जुराफ लगाएर होइन अरू जुराफ भेटाइन्छ। एउटा खुट्टामा यो भयो तेल लाउनु भएछ त्यही भएर यसले अलिकति खामेन। अब अर्को खुट्टा है डिटक्स फुड प्याच। अब यो चाहिँ नि हो अब अर्को निकाल्नु पर्यो फेरि। अब फेरि अर्को खुट्टामा यो यसरी लगाएर हेल्दी लिभिङ नेपालको प्रोडक्ट प्रयोग गरौँ। आशा छ यसले चाहिँ हामीलाई निरोगी बनाउँछ। अर्को खुट्टा डिटक्स फुड प्याच लगाउने क्रममा अब यस्तो गर्यो यसो गरियो यसो गरियो त्यो बाहिर आयो हैन त्यो बाहिर आयो भनेपछि डिटक्स फुड प्याच कसरी लगाइएको थियो छोरा यसरी लगाइएको थियो हो डिटक्स फुड प्याच है यहाँ अझै रहेछ यसलाई हटाइयो यसलाई यसरी हटाएर पखै मैले अझै एउटा त सम्झिएको थिएँ हो कि त्यसरी यस्तै हो नि यसरी यो यसमा भएको धुलोलाई हामीले समान किसिमले बेरिन्छ अनि लपक्क यसलाई यहाँ चाहिँ यसरी राखिन्छ। यसलाई यस्तै यही चाहिँ होला कि छोरा उल्टा भयो उल्टा भयो उल्टा भयो पख यो प्रविधि होइन नि यो प्रविधि हो त्यसलाई कटाऊ हे यसरी उता हेर्नु न अर्को खुट्टाको हो त्यही हो सेम छ अर्को खुट्टाको प्रविधिबाटै हो। अब यसमा भएको धुलो गर्ने अनि त्यसपछि हामीले यसरी पैतालामा यही किसिमबाट फेरि यसरी समाएको अवस्था छैन गमले यसरी एमन बाँध्ने भन्नुहुन्थ्यो चिल्लो कसो चिल्लो लागिएको है त्यसले गर्दाखेरि डिटक्स फुड प्याच। अब हामीले मोजा लाउनु पर्यो मोजा लगाउने अथवा
अब मजा छोरा खुट्टा सुक्छन् कि अर्का मजा कहाँ उडान उपकार नबनाऊ। अब डिटक्स फुड प्याच आमालाई लगाइयो। अब यो कति दिन 5 दिनको डोज हुन्छ, 1 दिन बिराएर लगाउने यस्तो डोज हो यो। हेल्दी लिभिङ नेपालको डिटक्स फुड प्याच पैतालामा लगाउने। मूल्य अलि महँगो छ यो। यसको प्राइस 2400 रुपियाँ, 10 वटाको 2400 रुपियाँ भनेपछि 250 को एउटा पर्ने रहेछ। हेरौँ महँगो भयो पनि स्वास्थ्यलाई राम्रो भयो भने अब यसले शरीरभित्रको टक्सिन झिक्यो भने केही भएन, हामी स्वस्थ हुन सक्यो भने महँगोले केही गरेन। ल यो अब भोलि लगाउने। ओके, थ्याङ्क यू छोरा। ल